दर्शकवृन्द नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूको लागि यो खुसीको खबर छ। पछिल्लो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको लहर चलिरहेको छ। देशैभरि समाजमा राम्रो छवि बनाएका स्थापित मान्छेहरू राजसभा प्रवेश गरिरहेका छन्। खास गरेर इमानदार र स्वच्छ छवि बनाएका व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिरहेका छन्। यसले के भन्दैछ साँच्चै कि राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक राजनीति शक्ति बन्नेतर्फ सबैको ध्यान केन्द्रित गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा बढ्दो राजनीतिक प्रवेशले नेपाली राजनीतिमा दिन प्रतिदिन नयाँ तरङ्ग ल्याइ नै रहेको छ। यही क्रममा नेकपा एमाले रूपन्देहीका सचिव तथा सैन्यमैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न थाल्नुभएको छ। उहाँ आज आइतबार 11 बजे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ र कार्की राजसभामा प्रवेश गर्नु केवल व्यक्तिगत निर्णय मात्र नभई स्थापित दलहरूप्रतिको बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिको खोजको सङ्केतको रूपमा हेरिन थालेको छ। एमालेबाट राजसभातर्फ प्रवेशको सङ्केत के हो त, त्यसबारेमा कुरा गर्नु अघि यदि तपाईँले अहिलेसम्म हामीलाई च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सिनुहोला। चित्रबहादुर कार्की एमालेभित्र सङ्गठन, जनसमर्थन र नेतृत्वसँग नजिकको पहुँच भएका नेता मानिन्थे। उनी एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव समेत हुन्। पछिल्लो निर्वाचनमा पौडेलको जितमा निर्णायक भूमिका खेलिरहने साथै स्थानीय तहमा नमुना विकासका कामहरू अघि बढाएका कारण कार्कीको राजनीतिक हैसियत बलियो मानिन्छ। यस्तो पृष्ठभूमिका नेता एमाले छाडेर राजसभा प्रवेश गर्नुले व्यक्तिगत असन्तुष्टिभन्दा माथि संरचनागत असन्तोष झल्काउँछ। विशेष गरी भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनमा राज्यद्वारा गरिएको दमन, सामाजिक सञ्जाल बन्द, सुशासनको अभाव, भ्रष्टाचार र परिवारवादप्रति सरकारको र पुराना दलहरूको रवैया र पुराना दलभित्रीका नेता कार्यकर्तालाई पनि गम्भीर प्रश्न उठाउन बाध्य बनाएको देखाउँछ। पछिल्लो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी केवल एउटा विरोधको होइन विकल्पको खोज बन्दै आइरहेको देखिन्छ। कार्कीले एमाले परित्याग गर्नेको कारण केवल विरोध मात्र नभई मुलुक निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति खोज्नु रहेको स्पष्ट पारेका छन्। यही बिन्दुमा राजसभाको राजनीतिक महत्त्व थप बलियो बन्दै गएको देखिन्छ। राजसभाले आफैलाई भ्रष्टाचार विरुद्धको शक्ति, सुशासनको स्पष्ट एजेन्डा बोकेको राजनैतिक दल, युवा र मध्यमवर्ग र असन्तुष्ट मतदाताको प्रतिनिधिको रूपमा प्रस्तुत गरिरहेको छ र आम मतदाताले पनि र आम वैकल्पिक शक्ति खोजेकाहरूले पनि यसलाई त्यही रूपमा हेरिरहेका छन्। कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूसँग निरन्तर संवादपछि कार्कीको प्रवेश हुनु राजसभा अब केवल आक्रोशको राजनीतिमा सीमित नरही संरचनागत विस्तारतर्फ उन्मुख भएको सङ्केत मानिन्छ। रूपन्देहीको राजनीतिमा कसलाई कति असर पर्छ त, यो बारेमा थोरै कुराकानी गरौँ। कार्कीको प्रवेशले रूपन्देहीको राजनीतिमा कसलाई कति असर गर्छ? राजनीतिक विश्लेषकहरूका अनुसार कार्कीको एमाले परित्याग रूपन्देही 2मा विष्णु पौडेलको राजनीतिक आधारमा प्रत्यक्ष असर पार्न सक्छ। स्थानीय तहमा लोकप्रिय, सङ्गठन चलाउन सक्ने र विकाससँग जोडिएका नेताहरूको पलायनले एमाले जस्ता ठुला दलभित्र आन्तरिक छेद सुरु भएको सन्देश पनि दिन्छ। उता राजसभाका लागि भने यो केवल सङ्ख्यात्मक लाभ होइन, अनुभव, सङ्गठन र क्षमता र स्थानीय विश्वसनीयता थपिने अवसर पनि हो। अब यसको निष्कर्षतर्फ जाउँ। चित्रबहादुर कार्कीको राजसभा प्रवेशलाई एक्लो घटना भनेर हेर्नु गलत हुनेछ। यो पुराना दलप्रतिको भरोसा कमजोर हुँदै गएको, नैतिक राजनीतिक र सुशासनको माग बलियो बन्दै गएको, राजसभा वैकल्पिक शक्तिको रूपमा स्थापित हुन सक्ने सङ्केतहरूको निरन्तरता हो। वास्तवमै राजसभाले बढ्दो प्रवेशको लहरलाई दिगो सङ्गठन र स्पष्ट नीतिमा बदल्न सक्छ कि सक्दैन, यो भने एउटा मुख्य प्रश्नको रूपमा रहेको छ। यदि सकेन भने यो लहर क्षणिक हुनेछ, सक्यो भने यदि राजसभाले यसलाई स्पष्ट नीतिमा बदल्न सक्यो भने नेपाली राजनीतिमा राजसभा साँच्चैकै वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाउने सम्भावना बलियो भएर देखिन्छ। अब तपाईँको विचार जान्न चाहन्छौँ। केसीले एमाले परित्याग गरेर राजसभा प्रवेश गर्नु सही निर्णय हो या होइन? के राजसभा अबको वैकल्पिक शक्ति हो? कृपया कमेन्ट मार्फत आफ्ना धारणा व्यक्त गर्नुहोला।